ल यो फर्स्टमा देखाएको छ बाइनरी फिसन। यो अमिबा, प्यारामेसियम, प्लाज्मोडियम जस्तो अर्गानिजमहरूमा हुन्छ। यो दोस्रोमा छ इस्टको बर्डिङ। एउटा इस्टको सेल यो टुसा पलाउँछ साइड साइडमा, त्यो टुसा टुक्रेर नयाँ इस्ट बन्छ। त्यसको स्याम्पल देखाएको छ। यो एलिफेन्टको बच्चा एलिफेन्ट जस्तै, टाइगरको बच्चा टाइगर जस्तै। यो चाहिँ जर्मिनेटिङ बिन सिड। यी सबै रिप्रोडक्सनको टाइपहरू हुन्। ल यो हिजो पनि लेखेको थियो बोर्डमा। रिप्रोडक्सन असेक्सुअल र सेक्सुअल गरी दुई प्रकारको हुन्छ रिप्रोडक्सन। अब सेक्सुअल रिप्रोडक्सनको टाइपमा फिसन, बर्डिङ, स्पोरुलेसन, फ्र्यागमेन्टेसन, रिजेनेरेसन, पार्थेनोजेनेसिस र भेजिटेटिभ प्रोपागेसन। र भेजिटेटिभ प्रोपागेसन नेचुरल र आर्टिफिसियल गरेर दुई तरिकाले हुन्छ। नेचुरल भनेको नेचरमा आफै हुन्छ। आर्टिफिसियल भनेको कटिङ, ग्राफ्टिङ, टिस्यु कल्चर जस्तो मेथडहरूबाट आर्टिफिसियल्ली हुन्छ। ल अब वाट इज रिप्रोडक्सन? Reproduction is the biological process by which living organisms produce new individuals of their own kind. आफू जस्तै नयाँ अर्गानिजमलाई सृजना गर्ने, प्रोड्युस गर्ने मेथड नै रिप्रोडक्सन हो। अब टाइप अफ रिप्रोडक्सन यो अघि चार्टमा आइसक्यो, फ्लो चार्टमा। सेक्सुअल रिप्रोडक्सन, अब यसको चाहिँ मेन फिचर के हुन्छ? A new organism develops from single parent without the fusion of gamete. एउटा मात्रै प्यारेन्टबाट नयाँ सन्तान आउँछ भने त्यो भन्छ एसेक्सुअल रिप्रोडक्सन। यसमा ग्यामेटको रोल हुँदैन। एक्जाम्पल बाइनरी फिसन इन अमिबा, बर्डिङ इन इस्ट आदि आदि। अर्को छ सेक्सुअल रिप्रोडक्सन। A new organism develops through the fusion of male and female gametes. Example reproduction in human and flowering plant. In simple words, reproduction is the process by which organisms produce offspring and continue their species. आफ्नो वंश निरन्तरता दिन अर्गानिजमहरूले जुन अफस्प्रिङ पैदा गर्छ त्यही नै रिप्रोडक्सन हो। अब यहाँ छ मान्छेको बच्चा मान्छे जस्तै, बिन सिडबाट बिनको प्लान्ट आइरहेको छ, त्यसले फेरि नयाँ सिड बनाउँछ। यही नै सेक्सुअल रिप्रोडक्सन हो। सिडबाट हुने रिप्रोडक्सन सेक्सुअल हो। हाँगा काटेर हुने नयाँ प्लान्ट असेक्सुअल रिप्रोडक्सन हो। अब एसेक्सुअल रिप्रोडक्सनका अघि फ्लो चार्टमा देखाएको टाइपहरू। अब एसेक्सुअल रिप्रोडक्सनको मेन फिचर के छन्? इट इन्भल्भ्स ओन्ली वान प्यारेन्ट। देयर इज नो फ्युजन अफ ग्यामेट्स। द अफस्प्रिङ आर युजुअली जेनेटिकल्ली सिमिलर टु द प्यारेन्ट। जेनेटिक भेरिएसन प्यारेन्ट्स र अफस्प्रिङमा खासै देखिँदैन सेक्सुअल रिप्रोडक्सनमा। इट इज जेनरली अ फास्ट प्रोसेस। सेक्सुअल भन्दा सेक्सुअल रिप्रोडक्सन फास्ट हुन्छ। टाइप अफ सेक्सुअल रिप्रोडक्सन, अब हाम्रो मेन पोइन्ट यहाँबाट स्टार्ट हुन्छ। नम्बर 1 मा फिसन। फिसन इज अ टाइप अफ सेक्सुअल रिप्रोडक्सन in which a single parent organism divides into 2 or more daughter organism. अब यसको पनि नम्बर 1 मा छ बाइनरी फिसन। हिजै मैले बताएको थिएँ, एउटा सेल अथवा एउटा अर्गानिजम, एउटा युनिसेलुलर अर्गानिजम डिभाइड भएर दुईवटा बन्छ भने त्यसलाई भन्छ बाइनरी फिसन। द प्यारेन्ट अर्गानिजम्स डिभाइड इन्टु 2 नियरली इक्वल इन्डिभिजुअल्स। एक्जाम्पल अमिबा, प्यारामेसियम एन्ड ब्याक्टेरिया। ब्याक्टेरिया भनेर सबै ब्याक्टेरियामा हुँदैन।
कोही ब्याक्टेरियामा बाइनरी हुन्छ, कसैमा मल्टिपल हुन्छ। अब यो चाहिँ अमिबामा हुने बाइनरी फिसन। फर्स्ट अफ अल यो स्युडोपोडिया कोल्याप्स हुन्छ, पहिले न्युक्लियस डिभाइड हुन्छ, अनि साइटोप्लाज्म डिभाइड हुन्छ र दुईटा सेल बन्छ। राम्ररी हेर। First, the nucleus divides, followed by division of the cytoplasm. अब अर्को छ मल्टिपल फिसन। फिसनकै अर्को फर्म। Multiple fission is a type of asexual reproduction in which a single parent organism divides to produce many daughter organisms at the same time. अब भाइरसमा हो भने एकैचोटि हन्ड्रेड्स अफ डिभिजन पनि हुन्छ। केही ब्याक्टेरिया, यो मलेरिया प्यारासाइट प्लाज्मोडियम, यिनीहरूमा पनि मल्टिपल फिसन हुन्छ। अब प्रोसेस कसरी हुन्छ यसको भन्दा, the nucleus divides repeatedly to form many nuclei. The cytoplasm surrounds each nucleus. The parent cell finally splits into many daughter cells. Each daughter cells grow into an independent organism. Examples: Plasmodium reproduced by multiple fission. प्लाज्मोडियम भनेको मलेरिया प्यारासाइट हो, जसले लामखुट्टे मार्फत हामीलाई मलेरिया गराउँछ। के गडबडी भयो? ल मल्टिपल फिसनको भिडियो हेरौँ। एउटै न्युक्लियस डिभाइड भएर कयौं न्युक्लियस बनाऊ, पछि त्यसलाई साइटोप्लाज्मले सराउन्ड गरेर ब्लास्ट भयो। मल्टिपल फिसन यसरी हुन्छ। अहिले राम्ररी केयरफुल्ली हेर। यो भिडियो केयर गर्यो भने बिर्सिँदैन पछिसम्म। पछि स्कुलमा रिपिट हुन्छ। धेरैको स्कुलमा यो च्याप्टर पढाइ भएको छैन होला। मेरोमा चाहिँ अस्ति भर्खर पढाएँ। ल यो भयो मल्टिपल फिसन। बाइनरी फिसनमा एउटा सेल ब्रेक भएर दुईटा, मल्टिपल फिसनमा एउटा सेल डिभाइड भएर धेरैवटा। यति हो। बाइनरी मिन्स टू, कम्प्युटरको बाइनरी सम्झ, 2 डिजिट। बाइनरी मिन्स टू, मल्टिपल मिन्स मेनी। यति सम्झ्यो भने यो कम्प्लिट भइहाल्छ, याद आइहाल्छ। आवाज आउँछ यो ब्लास्ट भएको? आउँछ। अब अर्को छ 2 नम्बरमा फिसनदेखि सेकेन्ड नम्बरमा बडिङ। बडिङ भनेको हाइड्रा र इस्टमा हुन्छ बडी। यो बडीमा टुसा पलाउँछ, बड भन्छ इङ्ग्लिसमा जसलाई। त्यही टुसा टुक्रेर नयाँ अर्गानिजम बन्छ कम्प्लिट भने त्यसलाई भन्छ बडिङ। बडिङ इज अ टाइप अफ asexual reproduction in which a new organism develops as a small outgrowth called a bud on the body of the parent organism. प्यारेन्ट अर्गानिजममा
आउटग्रोथ आउँछ जसलाई बड भनिन्छ, नेपालीमा टुसा भन्छौँ। जस्तो चना ढडायो भने सेतो टुसा आउँछ नि, हो त्यस्तै यसमा पनि मेन बडीको सेन्ट्रल पार्टतिर कतै टुसा पलाउँछ, त्यही बड टुक्रिएर नयाँ अर्गानिजम बन्छ। हाइड्रा र इस्टमा यो कमन हुन्छ। प्रोसेस: a small bud develops on the parent body. The bud grows gradually. It develops its own structure. The mature bud may separate from the parent and live independently. Examples: yeast, hydra. यसको भिडियो हेरेकै छैन, भिडियो हेरौँ। यो हाइड्रा भयो, यसमा यसरी बड आयो, यो बड हुर्किँदै गयो, चुट्टियो, चुट्टिएर नयाँ हाइड्रा बन्यो। यो पानीमा बस्ने सानो अर्गानिजम हो, आँखाले मुस्किलले देखिन्छ, माइक्रोस्कोपमा लो पावरमै देखिन्छ। यो माथिको पुच्छर जस्तो भागलाई टेन्टाकल भन्छ, यसैले पानीमा मोसन देखाउँछ यसले। अब अर्को छ स्पोरुलेसन। Sporulation is a type of sexual reproduction in which an organism produces spores and each spore can develop into new organism under suitable conditions. Fern, mushroom, यो lichens, mold हो यिनीहरुमा फ्लावर सीडको सट्टा स्पोर बन्छ। त्यो स्पोर हावाले टाढा टाढा पुर्याउँछ, जहाँ फेभरेबल कन्डिसन पाउँछ त्यहाँ स्पोर जर्मिनेट भएर नयाँ प्लान्ट अथवा त्यसको अफस्प्रिङ तयार हुन्छ। के अरे मसरुमलाई त प्लान्ट भनिँदैन आजकल, पहिला पहिला भनिन्थ्यो, अब आजकल फन्जाई क्लासमा छुट्याइराखेको छ। अब यसको प्रोसेस के हुन्छ? द प्यारेन्ट अर्गानिजम फर्म्स अ स्पोर प्रोड्युसिङ स्ट्रक्चर, यसलाई स्पोरेन्जिया अथवा स्पोरेन्जियम भन्छन्। Many spores are produced inside it. When the structure breaks open, the spores are released. The spores are dispersed by air, water, or other agents. Under suitable conditions, each spore germinates and develops into new organism. Example: rhizopus, bread mold. यो ब्रेडमा राख्ने लाग्ने ढुसी reproduces by sporulation. Its sporangium contains numerous spores. फर्नमा हुन्छ, मसरुममा हुन्छ, लाइकेन्समा हुन्छ, मोल्डमा हुन्छ, यो ढुसीहरू सबैमा हुन्छ, फन्जाइहरू सबैमा हुन्छ। ल यसको पनि भिडियो हेरिहाल। यो ब्रेड हो, पाउरोटी। यहाँ हल्का धागो धागो देखिन थालेको छ, मोल्ड। अब यो कसरी ग्रो हुन्छ र स्पोर कसरी रिलिज हुन्छ हेर है। धागो बढ्दै गयो, बढ्दै गएपछि यसरी माथि टाउको पलाउँछ यसको, यसलाई स्पोरेन्जियम भन्छ, स्पोर क्याप पनि भन्छ। त्यहाँभित्र स्पोर बन्छ, त्यो म्याच्योर्ड भएपछि फुट्छ, फुटेर हावामा यसरी छरिन्छ, नयाँ ठाउँमा जहाँ सेड पाउँछ, वाटर मोइस्चर पाउँछ, त्यहाँ गएर यो फेरि नयाँ अर्गानिजमको रूपमा उम्रिन्छ। Is it clear? ब्रेड मोल्डले यसरी आफ्नो सन्तान टाढा टाढासम्म पुर्याउँछ स्पोरको मार्फत।
यो पनि असेक्सुअल रिप्रोडक्सनको एउटा एक्जाम्पल। अघि बढौँ। अब अर्को छ फ्र्यागमेन्टेसन। फ्र्यागमेन्टेसन भनेको चाहिँ बडी टुक्रेर नयाँ अर्गानिजम बन्ने। फ्र्यागमेन्ट भनेको टुक्रा। Fragmentation is a type of asexual reproduction in which the body of a parent organism breaks into two or more fragments and each fragment develop into complete new organism. यो एक्जाम्पल हो यहाँ दिएको स्पाइरोगाइराको प्रोसेस। The parent organism grows and becomes matured. Its body breaks into smaller pieces or fragments. Each fragments grow and develop into new individuals. Example में स्पाइरोगाइरा फिलामेन्टस ग्रीन एल्गी। स्पाइरोगाइरा भनेको पानीमा पाउने केस जस्तो लामो लेउ हो। छाम्दा चिप्लो हुन्छ, केस जस्तो पातलो हुन्छ, लामो हुन्छ। पोखरी हुँदै तिमीहरूले प्रायले देखेको छ। यसको भिडियो छुटो क्यारे, यसको पनि भिडियो हेरिहाल। Spirogyra is a filamentous green algae. Under certain conditions, its filaments break apart. This process is called fragmentation. Each part then grows into a new filament. This is a form of asexual reproduction. Spirogyra is a filamentous green algae. Under certain conditions, its filaments break apart. This process is called fragmentation. Each part then grows into a new filament. This is a form of asexual reproduction. Spirogyra is a filamentous green algae. Under certain conditions, its filaments break apart. This process is called fragmentation. Each part then grows into a new filament. This is a form of asexual reproduction. Spirogyra is a filamentous green algae. Under certain conditions, its filaments break apart. This process is called fragmentation. Each part then grows into a new filament. This is a form of asexual reproduction. Spirogyra is a filamentous green. यहाँ चाहिँ अलिकति केही मिस्टेक भयो जस्तो छ। रिजेनेरेसनहरुको अब रिजेनेरेसनमा चाहिँ के हुन्छ भने लस्ट भएको बडी पार्ट रिपेयर हुने काम पनि हुन्छ। कोही कोही एक्जाम्पलमा चाहिँ नयाँ अर्गानिजम पनि बन्छ। रिजेनेरेसन इज द एबिलिटी अफ एन अर्गानिजम टु रिन्यू, regrow lost or damaged body parts. In some simple organism, a separated body part can develop into complete new organism. अलि एडभान्स अर्गानिजममा चाहिँ बडी पार्ट रिपेयरिङ हुन्छ। जस्तो वाल लिजार्ड भनेको भित्ती हैन, भित्तीको पुच्छर कमजोर हुन्छ तर पोइजनस हुन्छ। कुनै दुश्मनले उसलाई खान आँट्यो भने पुच्छर चुडिन्छ, पुच्छर मात्रै खान पाउँछ, पुच्छर खाएर त दुश्मन पनि मर्छ। कोही कोहीले पचाउँछ, सबै दुश्मनले पचाउँदैन, अनि पछि त पुच्छर आफै पलाउँछ। यसलाई पनि भन्छ रिजेनेरेसन। A part of the organism is cut off or separated. The cells in the separated part divide and grow. The missing body part are formed. In some organisms, the separated part develops into complete organism. Example में प्लानेरिया। अब पुच्छर रिकभर होने वाल लिजार्ड भयो, कम्प्लिट न्यू अर्गानिजम बन्ने चाहिँ प्लानेरिया भनेको नामले किरा। गाई वस्तुमा लाग्यो भने त्यसले गाई वस्तुले त्यो पातलो दिशा गर्ने छेर्ने हुन्छ। गाई वस्तुको प्यारासाइट हो त्यो प्लानेरिया। A cut piece can develop into a complete new organism. Starfish। अब स्टारफिशमा चाहिँ के हुन्छ? Can generate lost arms. In some cases, a suitable arm fragment can form a new individual. Regeneration as reproduction. In organisms such as planaria, regeneration can act as a form of asexual reproduction because a body fragment develop into new individual. अब यहाँ टेक्स्ट अलि बढी भएर यहाँ भिडियो अटेन, अर्को पेजमा छ। ल भित्तीको पुच्छर रिकभर भएको हेर, इन्ट्रेस्टिङ छ। भित्तीको पुच्छर काटियो कुनै तरिकाले, यसरी पलायो। यो पनि रिजेनेरेसन हो, पुच्छर रिकभर हुने।
अनि अर्कोमा छ, यसलाई स्टप गरिदिउँ। अर्कोमा छ प्लानेरिया, यो एनिमलको प्यारासाइट। यसमा चाहिँ कम्प्लिटली न्यू अर्गानिजम बन्छ। Planarians possess an incredible ability to regenerate. When cut, each piece can grow into a new worm. A blastema forms at the wound site. New organs and a head begin to develop. Two complete smaller planarians are formed. Planarians possess an incredible ability to regenerate. When cut, each piece can grow into a new worm. A blastema forms at the wound site. New organs and a head begin to develop. Two complete smaller planarians are formed. Planarians possess an incredible ability to regenerate. When cut, each piece can grow into a new worm. A blastema forms at the wound site. New organs and a head begin to develop. Two complete smaller planarians are formed. Planarians possess an incredible ability to regenerate. When cut, each piece can grow into a new worm. A blastema forms at the wound site. New organs and a head begin to develop. Two complete smaller planarians are formed. सेक्सुअल रिप्रोडक्सन कन्टिन्यू। भेजिटेटिभ प्रोपागेसन, अब यो चाहिँ अलिकति लामो छ, यसको टाइपहरू थुप्रो छन्। भेजिटेटिभ प्रोपागेसन इज अ टाइप अफ सेक्सुअल रिप्रोडक्सन इन प्लान्ट्स इन विच अ न्यू प्लान्ट डेभलप फ्रम भेजिटेटिभ पार्ट अफ प्यारेन्ट प्लान्ट। भेजिटेटिभ पार्ट भनेको फ्रुट, फ्लावर, सिड बाहेकको तिनीहरू चाहिँ रिप्रोडक्टिभ पार्ट भए। अब स्टिम, रुट, लिफ यिनीहरू चाहिँ सच एज रुट, स्टिम अर लिफ इन्स्टेड अफ फ्रम सीड छ भने भेजिटेटिभ प्रोपागेसन। द टाइप अफ भेजिटेटिभ प्रोपागेसन, अब बाई स्टिम, बाई रुट, बाई लिफ सबभन्दा बढी हुने। जस्तो यहाँ उखुको हाँगाबाट, उखुको के भन्छ यो डन्ठाबाट नयाँ उखुको बिरुवा आयो, यो आलुको दानाबाट नयाँ बिरुवा आयो, सुठुनी स्विट पोटेटो को ऊबाट नयाँ बिरुवा आयो, यो ब्रायोफाइलम हिजो कि अस्ति मैले देखाएको थिएँ, ब्रायोफाइलमको पातबाट नयाँ बिरुवा आयो, यिनीहरूलाई भन्छ भेजिटेटिभ प्रोपागेसन। अब बाई स्टिम एक्जाम्पल पोटेटो, जिन्जर, सुगर केन। अब आलुको दानालाई पनि फेरि स्टिम भन्छ है, रुट भन्दैन। जिन्जरलाई पनि स्टिम भन्छ, तर अन्डरग्राउन्ड भएको कारणले यिनीहरूलाई राइजोम भन्छ। अब पोटेटोलाई चाहिँ ट्युबर भन्छ। यो अन्डरग्राउन्ड स्टिमको पनि फरक हुन्छ टाइपहरू। पोटेटोको स्टिमलाई, राइजोमलाई ट्युबर भन्छ। सुगर के अरे जिन्जरकोलाई राइजोम भन्छ। हर्दी अथवा टर्मरिकलाई राइजोम भन्छ। सुगर केनको त स्टिम नै भइहाल्यो, सिम्पल सुट भयो यो। अनि स्ट्रबेरीको पनि बाहिरी पार्टबाट हुन्छ। पोटेटो डेभलप फ्रम आइज भनेको आलुको दानामा त आँखा आँखा हुन्छ, सानो के खाल्डो खाल्डो जस्तो, त्यसलाई आइज भन्छ। त्यहाँबाट नयाँ बिरुवा आउँछ। वाइल जिन्जर डेभलप फ्रम इट्स राइजोम बाई रुट। एक्जाम्पल स्विट पोटेटो एन्ड डालिया। स्विट पोटेटो र डालिया। अब आलुकोलाई स्टिम भन्छ भने स्विट पोटेटो र डालियाकोलाई फेरि रुट अन्तर्गत राख्छ। यिनीहरूको टिस्यु स्ट्रक्चरले गर्दाखेरि फरक हुन्छ। अब पोटेटोमा स्टिमको क्यारेक्टर हुन्छ, सनलाइटमा एक्सपोज भयो भने त हरियो भएर आउँछ आलु। स्विट पोटेटो, डालिया यिनीहरू हरियो हुँदैन, रुटको गुण हुन्छ यिनीहरूमा। न्यू प्लान्ट्स क्यान डेभलप फ्रम पार्ट्स अफ दियर रुट्स बाई लिफ, ब्रायोफाइलम र अर्को के भन्छ बिगुनिया भन्ने फुल। यिनीहरू पात रोपिदियो भने नयाँ बिरुवा आउँछ। ब्रायोफाइलममा त पातबाट नयाँ बिरुवै पलाउँछ। अब डिटेलमा जाउँ भेजिटेटिभ प्रोपागेसनको। ल, भेजिटेटिभ प्रोपागेसन नेचुरल र आर्टिफिसियल दुई किसिमको छन्। नेचुरलमा बाई रुट, बाई सुट भनेको ग्राउन्ड माथिको स्टिम, राइजोम भनेको ग्राउन्ड मुनिको स्टिम।
लिफ भनेको पात भइहाल्यो, बुलबिल भनेको अहिले आउँछ, अहिले म बताउँछु देखाउँछु। अनि आर्टिफिसियलमा चाहिँ सिम्पल कटिङ गरेर रोप्ने, लेयरिङ भनेको अहिले आउँछ, त्यो कलमी गर्ने भन्छ, त्यो हाँगाको बोक्रा खुर्केर माटो राखेर त्यसमा जरा निकालेर अनि काट्ने, त्यसलाई भन्छ लेयरिङ। गोटी यो पनि त्यही हो, एयर लेयरिङ भन्छ, माटो राखेर गर्ने। सिम्पल लेयरिङमा माटो राखिँदैन, गोटी अथवा एयर लेयरिङमा चाहिँ माटो राखेर गरिन्छ। ग्राफ्टिङ भनेको एउटाको फेद अर्कोको टुप्पो राखेर गर्ने। अनि टिस्यु कल्चर भनेको यो चाहिँ एडभान्स ल्याबमा हुन्छ। रेकर्ड गर्न मिल्छ भने गर, होइन भने स्क्रिनसट राख यस्तोको, कसैलाई सजिलो हुन्छ। मिल्छ भने भिडियो रेकर्डै गर। जुममा चाहिँ हुन्छ रेकर्ड गर्ने अप्सन, यो मिटमा हुँदैन क्या र रेडिमेड अप्सन, थर्ड पार्टी सफ्टवेयर प्रयोग गर्नुपर्छ। म फिल्मोरा युज गरिरहेको छु, आज रेकर्ड गरेर युट्युबमा हाल्दिन खोज्दैछु परीक्षणको लागि कस्तो हुँदो रहेछ। ल, भेजिटेटिभ प्रोपागेसन कन्टिन्यू बाई रुट। यो रातो देखेको के होला भन त? स्वीट पोटाटो। हजुर, सुठुनी। यतातिर सुठुनी भन्छ, उता पश्चिमतिर के भन्छ नेपालीमा? स्वीट पोटेटो इङ्ग्लिसमा। ल, भेजिटेटिभ प्रोपागेसन फ्रम रुट. Vegetative propagation from root is a type of asexual reproduction in which new plants grow from the roots of the parent plant. Some plants have modified root that store food and reproduce bud. These bud develop into new shoots and eventually form independent plants. Example are sweet potato, डालिया। डालिया भनेको गमलामा रोप्ने, भुइँमा रोप्ने सुन्दर फुल हुन्छ, यो माघ फागुनतिर फुल्छ, मजाले ठुलो थुङ्गा फुल्छ, लाउरे फुल भन्छ नेपालीमा। त्यसको पनि जरामा आलु जस्तो फल्छ, त्यो आलुबाट नयाँ डालिया उम्रिन्छ। एस्पारेगस नेपालीमा कुरिलो भन्छन्, पात हेर्दा फन जस्तो हुन्छ, यो साग खान काम दिन्छ यसको टुसा, एस्पारेगस। प्रोसेस: the root stores food, adventitious bud develop on the root, buds grow into shoots, new plants are formed and become independent. यसको पनि भिडियो नै रहेछ, भिडियो हेर्दिउँ। To grow sweet potatoes, start with a tuber. Soon, roots and green slips will begin to emerge. Place it in moist soil. You have a new plant. To grow sweet potatoes, start with a tuber. Soon, roots and green slips will begin to emerge. Place it in moist soil. You have a new plant. To grow sweet potatoes, start with a tuber. Soon, roots and green slips will begin to emerge. Place it in moist soil. You have a new plant. To grow sweet potatoes, start with a tuber. Soon, roots and green slips will begin to emerge. अब स्टिमबाट, नर्मल्ली हाँगाबाट हेरौँ, यो चाहिँ एबभ ग्राउन्ड स्टिम फ्रम shoot. Vegetative propagation from stem is a type of asexual reproduction in which a new plant develops from the stem or its bud of the parent plant. अब एक्जाम्पलहरुमा सुगर क्यान उखुबाट, रोज, म्याङ्गो, एप्पल, लेमन, स्ट्रबेरी। ल, यो उखुको डन्ठा छ, अब यसबाट यसलाई गाड्दिएको छ माटोमा। अब यसबाट नयाँ प्लान्ट कसरी आउँछ?
सर उखु रोप्ने तरिका यही मात्रै हो कि अरू पनि बिउबाट पनि हुन्छ सर? मेरो गाउँमा खेती चाहिँ व्यापक छ। यो यही तरिका अपनाएको देख्छु, बिउबाट प्रयोग गरेको मैले देखेको छैन। अब माथि फुल त फुल्छ, बिउ बन्छ जस्तो लाग्दैन यसको। फुल चाहिँ फुल्छ, बिउ बनेको चाहिँ थाहा छैन। यसरी नै हाँगा काटेर राख्नुपर्छ। यसको कस्तो हुँदो रहेछ भने हाँगा काटेर रोपेको पहिलो साल अलिक कम दिन्छ उत्पादन, दोस्रो साल सबभन्दा बढी दिन्छ, तेस्रो साल फेरि अलिक कम दिन्छ, त्यहाँदेखि फेरि काम दिँदैन र अर्को लाउनुपर्छ। 3 साल दिन्छ एकपटक रोपेकोले। ल अब यो चाहिँ अन्डरग्राउन्ड स्टिम राइजोम भन्छ जसलाई, भेजिटेटिभ प्रोपागेसन फ्रम राइजोम। हल्दी, अदुवा, यो फच्याङ भन्छन्, एउटा औषधि गुण भएको प्लान्ट, यस्तै हल्दी जस्तै हुन्छ बोट, यिनीहरूमा राइजोम हुन्छ। अन्डरग्राउन्ड स्टिम भन्छ यसलाई, यसलाई रुट भन्दैन अदुवाकोलाई, यसलाई काण्डकै फर्म भन्छ। Rhizome is a modified underground stem that grows horizontally under the soil. It has nodes and buds that can develop new plant. In vegetative propagation from rhizome, a part of the rhizome containing at least one bud, एउटा टुसा भएको भाग चाहिँ छान्नुपर्छ, त्यसलाई चुन्नुपर्छ अनि separated and planted in suitable soil. The bud develops into a new shoot and roots, producing a new plant. Example are ginger, अदुवा भइहाल्यो, टर्मरिक हल्दी भइहाल्यो। यो क्यान्ना भनेको चाहिँ के हो अघि त हेरेर थिएँ, बिर्सेँ मैले। कसैलाई आउँछ क्यान्ना भनेको के हो? मैले अघि हेरिरहेको थिएँ, बिर्सेँ। यो गुगलबाट लिएको मैले। फर्न, यो उनीहरूमा फर्न प्लान्टमा पनि के अरे यो जिन्जरमा जस्तै माटो मुनि राइजोम पलाउँछ थुप्रै फर्नहरूमा। एकछिन है, यसको भिडियो फेरि छुटेछ। अदुवाबाट नयाँ प्लान्ट। अब अदुवाको चाहिँ रुल के हुन्छ, यसरी नयाँ प्लान्ट फुल्ली डेभलप भएपछि यो मूल अदुवा खनेर फेरि निकाल्छन् र बेच्छन्। थाहा छ सबलाई? यो बर्सातको सिजनमा आजभोलि पनि अदुवा पाउँछ। यो बारीमा रोपेर बोट हुर्किसकेपछि त्यसको जरा खनेर पहिले रोपेको अदुवा निकालेर फेरि बेच्छन्, अनि पछि फेरि फल्छ फेरि बेच्छन्। यसरी दुईपल्ट बेच्न पाइन्छ अदुवा। ल अब आलुको पालो आयो। आलु जस्तो टाइपको, यसलाई भन्छ ट्युबर। अदुवा जस्तो टाइपकोलाई राइजोम भनौँ भने आलु जस्तो टाइपकोलाई भन्छ ट्युबर। Tuber is a swollen underground stem that stores food and has buds or eyes on its surface. These buds can grow into new plant. Example, potato. In potato, the eyes are buds. When a potato or a piece of potato containing at least one eye is planted in moist soil, यस्तो यो आँखा आँखा यस्तो खाल्डो भएकोलाई आँखा भन्छ। यो आँखा भएको एटलिस्ट एउटा पार्ट भएको काटेर पनि रोप्न सकिन्छ। सिँगै आलु रोप्नुपर्छ भन्ने छैन। यो आँखा भएको कम्तीमा एउटा पार्ट पर्ने गरी काटेर पनि रोपिन्छ आलु। The shoot grow leaf and roots, forming a new potato plant.
अर्को छ भेजिटेटिभ प्रोपागेसन फ्रम लिफ। आलुको भिडियो छुटेछ ल। माटो मुनि थियो आलु, जमिन छेडेर माथि गयो, नयाँ आलुहरू फलो। एक दानाबाट 10-12 दाना फलो। कस्तो माटो चाहिन्छ सर आलुको लागि? खै त्यत्रो डिटेल त मलाई पनि थाहा छैन, अलिक खुकुलो खुकुलो चाहिन्छ। यो पोटासियम तत्त्व बढी भएको, टन्न खरानी जति हाल्नुहुन्छ त्यति राम्रो हुन्छ आलु। मेरो स्कुल छेउमा एउटा चिउराको फ्याक्ट्री थियो। त्यो चिउरा फ्याक्ट्रीले खरानी फालेको छ बाटोको छेउमा। त्यहाँ 5 वर्ष भएर एउटाले कन्टिन्यू आलु रोपेको, केही नहालिकन राम्रो फलिरहेको छ, बिना कुनै खाद, त्यही खरानीको थुप्रोमा। पोटासियम तत्त्व बढी चाहिन्छ आलुलाई। ल अर्को आयो अब फ्रम लिफ, यो ब्रायोफाइलम टाइपको। ब्रायोफाइलममा कस्तो हुन्छ भिडियो हेरौँ पहिले। यसरी पातको साइड साइडबाट मसिनो प्लान्ट पलाउँछ, यो ठुलो भएपछि छुट्छ यहाँबाट, अनि जमिनमा यो हुर्किन्छ आफै। पुरानो प्लान्ट बुढो भएर जान्छ, नयाँ प्लान्टले ठाउँ लिन्छ। यो ब्रायोफाइलम। Vegetative propagation from leaf is a type of asexual reproduction in which a new plant develops from the leaf or parts of the leaf of the parent plant. Example, Bryophyllum. अर्को example, Bigunia. अर्को example छ Kalanchu. यस्तै हुने यिनीहरू। यो बिगुनिया भनेको चाहिँ अलिक टप हिलमा फुल्ने सुन्दर फुल हो। यो क्यालेन्चु भनेको चाहिँ मैले देखेको छैन, पढेको मात्रै हो। उता पशुपतिनगर दार्जिलिङतिर घुम्न गइयो भने बिगुनियाका थुप्रो भेराइटी पाइन्छ। गमलामा रोपेको मजा मजाको फुलहरू हुन्छ। एउटा सर पत्थर चट्टा पनि भन्छ, किडनीको स्टोनलाई गलाउने। कस्तो हुन्छ त्यो? त्यसको त्यसको के हुन्छ विशेषता? त्यसको पनि पातबाटै आउँछ। पातबाटै। इङ्ग्लिस नाम थाहा छ सरलाई? थाहा छैन सर। इङ्ग्लिस नाम थाहा भएको भए म भनिदिनु थिएँ। ल यो चाहिँ बुलबिल, बुलबिलबाट हुने भेजिटेटिभ प्रोपागेसन। यो चाहिँ तरुलको एक्जाम्पल ल्याएको छु मैले। तरुलमा यो पहाडी भाषामा चाहिँ भ्याकुर भन्छ, तरुलमा गाँठा गाँठा फल्छ नि लहरामा, यस्तो। यही झरेर अथवा यसलाई रोपेर नयाँ तरुलको बिरुवा उमारिन्छ। Bulbil is a small bulb-like reproductive structure that develops from vegetative part of a plant, such as the stem, leaf, axil, or flower. It can detach from the parent plant and grow into a new independent plant. Examples: अभागी, अगेब। अगेब भनेको पहाडतिर हात्तीबार भन्छ, त्यसबाट सनपाट जस्तै पाट निस्किन्छ। यो अहिले म यो च्याप्टर सकेपछि देखाउँछु, टाइम रहेछ भने। टाइम अलिकति त छ। अनि त्यस्तै गरी डायस्कोरिया भनेको याम, याम भनेको यो तरुल हो। यही अहिले मैले यहाँ फोटोमा देखाएको एक्जाम्पल। लिलियम भनेको लिली फुलहरू, यो गमलामा रोपिन्छ गानु, त्यही गानुबाट अर्को नयाँ प्लान्ट हुँदै गमलै फुटाउँछ। यो फागुन चैत वैशाखतिर फुल्ने लिली फुलहरू। त्यस्तै गरी ब्रायोफाइलम
sometimes described as producing plantlet rather than true bulbils. अब यसको भिडियो हेरौँ। यो तरुलको लहरामा तरुल जस्तै सानो गाँठो फलेको छ। यो डिट्याच भएर नयाँ तरुलको बिरुवा उम्रिन्छ। यसरी झरो माटोको सम्पर्कमा आएपछि यसैबाट नयाँ तरुलको बिरुवा उम्रियो। हो यसरी फलेकोलाई भन्छ बुलबिल। ल अर्को अनि छ सर एउटा यसको बारेमा पनि छ, ग्राउन्ड नटको बारेमा अलिकति। ग्राउन्ड नट भनेको मूंगफली, हजुर ए बदाम। बदाम। त्यो माटो मुनि फल्छ त्यति चाहिँ थाहा छ, त्यस्तो धेरै थोक त थाहा छैन। त्यही बदामकै बिउ रोपिन्छ, माटो मुनि जरामा टाँसिएर फल्छ। जरामा झुत्ता झुत्ता भएर फल्छ। उखेलेर निकाल्नुपर्छ, उखेलेर जरा सुकाएर अनि छोडाउनुपर्छ त्यसलाई। ल सकर, नेपालीमा चुसाक भन्छ सकरलाई। यो प्लान्टको यो सिरु अरू अरू घाँसहरूको आउँछ नि, साइड साइडमा आउँदै अलि पर सर्दै फेरि पलाउँदै, अलि पर सर्दै फेरि पलाउँदै गर्छ भने त्यसलाई सकर भन्छ। अलिकति ग्रो भएर अगाडि बढ्छ, अलि पर गएपछि फेरि जरा हाल्छ। दुबोहरू अलि पर सर्छ फेरि जरा हाल्छ। यस्तोलाई भन्छ सकरबाट प्रोपागेसन। A sucker is a young shoot that develops from the underground stem or the base of the main stem of a plant. It grows into a new plant after separating from the parent plant. A parent plant बाट टुक्राइदियो भने त्यो इन्डिपेन्डेन्ट भएर नयाँ प्लान्टको रूपमा डेभलप हुन्छ। यसको प्रोसेस, a sucker develops from the base or underground part of the parent plant. It develops its own roots and leaves. The sucker is separated carefully from the parent plant. It is planted in suitable soil where it grows into a new independent plant. Example, banana, pineapple, mint, and chrysanthemum. केरा, अनारस यिनीहरूमा। अनि झारहरू घाँसहरूमा। अब यहाँ एउटा एक्जाम्पल घाँसको देखाएको छ, यसलाई हेरौँ। यो मेन प्लान्ट भयो, यसरी अगाडि बढो, यहाँ जरा हालो, यहाँ जरा हालो। अब नयाँ प्लान्ट फेरि जर्मिनेट भयो। यसलाई काटेर रोप्यो भने नयाँ प्लान्ट हुन्छ, अथवा पुरानो प्लान्ट मरेपछि यो नयाँ अस्तित्वमा आउँछ। यो माटो मुनि हुन्छ यसको खेला। माटो छेडेर माथि आयो। यसरी नयाँ प्लान्ट जेनेरेट हुन्छ भने यसलाई भनियो फ्रम सकर। अब यो क्याक्टसहरूमा केही प्लान्टहरूमा अफसेट, अनारसको पनि त्यो फलको माथि बिरुवा जस्तो हुन्छ, त्यसलाई चुडेर रोप्यो भने नयाँ अनारसको बिरुवा बन्छ। त्यसलाई पनि अफसेट भन्छ। क्याक्टसमा यसरी डल्ला डल्ला साइड साइडमा आउँछ, यसलाई पनि अफसेट भन्छ। Offset is a short lateral branch that develops from the base of the parent plant and produces root and shoots. When the offset becomes mature, it separates from the parent plant and grows independently. अब यसको प्रोसेस छ। A small lateral branch develops at the base of the parent plant. It develops its own root and leaves. The offset is separated from the parent plant. It is planted in suitable soil
It grows into new plant. Example, cactus, pistia, water lettuce, water hyacinth भनेको जलकुम्बी भन्छौँ हामी, एलोभेरा, घिउकुमारी पनि भनिन्छ नेपालीमा। हो यिनीहरूलाई अपसेटबाट हुने रिप्रोडक्सन भनिन्छ। अब क्याक्टसमा कसरी जान्छ यो? Propagation by offsets is easy. Just gently twist the pup off the mother plant. Place it on well-draining soil and it will root. Propagation by offsets is easy. Just gently twist the pup off the mother plant. Place it on well-draining soil and it will root. Propagation by offsets is easy. Just gently twist the pup off the mother plant. Place यसरी हुन्छ भने यसलाई न्यू प्लान्ट Place it on well-draining soil and it will root. अथवा रिप्रोडक्सन Propagation by offsets is easy. Just gently twist the pup. क्याक्टसको लागि कस्तो माटो चाहिँ बालुवा चाहिन्छ सर क्याक्टसको लागि? ग्राभेल बालुवा, कम पानी, पानी बढी भयो भने त पानी पानी भएर मरिहाल्छ, थिलथिलो भएर। पानी एकदम कम दिनुपर्छ यसलाई। ड्र्यागन फ्रुटलाई पनि कम चाहिन्छ, क्याक्टसै हो ड्र्यागन फ्रुट भनेको पनि क्याक्टसकै एउटा स्पेसिस हो। यो करिब लास्ट होला नेचुरलमा। भेजिटेटिभ प्रोपागेसन फ्रम बल्ब। बल्ब भनेको चाहिँ लसुन, प्याज, लिली फुल, यो क्रिसन्थेमम त गोदावरी भइहाल्यो। अर्को के भन्छ, कस्तो फुलको नाम अहिले बिर्सेँ मैले। हो यिनीहरू केही फुलहरू, केही बालीहरूको बल्ब बन्छ, बल्बबाट नयाँ बिरुवा बन्छ भने यसलाई भनिन्छ प्रोपागेसन फ्रम बल्ब। Vegetative propagation from bulb is a type of sexual reproduction in which a new plant develops from a bulb without the formation of seed. A bulb is a short underground stem surrounded by fleshy food storing leaves. When a bulb is planted in suitable soil, its bud grows into new shoot. While roots develop below the soil, the new plant eventually becomes independent. Example are onion, garlic, tulip, lily. यो tulip र लिली भनेको फुलको नाम हो। लसुन प्याज भइहाल्यो यो माथिको। अब यो चाहिँ प्याजबाट नयाँ बिरुवा बन्दै गरेको। यस्तोलाई भनियो propagation from bulb. ल अर्को छ पार्थेनोजेनेसिस। पार्थेनोजेनेसिस भनेको चाहिँ अर्ध सेक्सुअल, फिमेल ग्यामेट हुन्छ, मेल ग्यामेट हुँदैन। ग्यामेट चाहिँ हुन्छ तर दुईटैको फ्युजन हुँदैन। फिमेल ग्यामेटबाट त्यो के भन्छ, डिम्ब निषेचन नभइकन भनिन्छ नेपालीमा, हैन, एग फर्टिलाइज नभइकन भन्नुपर्छ इङ्ग्लिसमा। अनफर्टिलाइज एगबाट बच्चा जन्मिने प्रोसेसलाई भन्छ पार्थेनोजेनेसिस। Parthenogenesis is a form of asexual reproduction in which an embryo develops from unfertilized egg, meaning no sperm is involved. अब यो कुखुराले पनि बतासे अन्डा त पार्छ भाले बिना, तर त्यसबाट चल्ला चाहिँ निस्किँदैन। यो मौरी, बारुला, कमिला, धमिरा यस्तो एनिमलहरुमा मेल ग्यामेट बिना पनि बच्चा निस्किन्छ, तर तिनीहरुमा क्रोमोजोमको संख्या हाफ हुन्छ। किन मेलबाट आउने क्रोमोजोम आएको हुँदैन। द टर्म्स कम फ्रम द ग्रीक वर्ड पार्थेनोज भनेको भर्जिन एन्ड जेनेसिस मीन्स क्रिएसन। एक्जाम्पल इन नेचर, insect, aphids, honey bee, ants and some wasp. वास्प भनेको भमरा, बारुला, यिनीहरुलाई वास्प भन्छ जेनरलमा।
यो मैथिली भाषीहरूले बिर्नी भन्छन्, मेरोतिरकोले चाहिँ उता जनकपुरतिरकोले के भन्छन्, बारुलालाई बिर्नी भन्छन् मेरो स्कुलको केटाकेटीहरू चाहिँ। सानोलाई बिर्नी भन्छ, ठुलोलाई बिलोड। अरिङ्गाललाई के भन्छ, जुन एकदम विषालु हुन्छ नि, बिलोड। ए अनि रेप्टाइल्सहरू, केही रेप्टाइलहरूमा व्हिप टेल लिजार्ड, कोमोडो ड्र्यागन्स एन्ड सर्टेन स्नेक्स। फिश rarely observed in some sharks and rays. Honeybee example, in honeybee, unfertilized egg develop into male drone, haploid. Fertilized egg develop into female worker or queens, diploid. Haploid भनेको हाफ क्रोमोजोम भएको मेल, डिप्लोइड भनेको फुल क्रोमोजोम भएको। The queen bee is capable of a remarkable biological feat. She can lay unfertilized eggs which develop into male drones. This process is called parthenogenesis. Queen bee is capable of a remarkable biological feat. She can lay unfertilized eggs which develop into male drones. This process is called parthenogenesis. The queen bee is capable of a remarkable biological feat. She can lay unfertilized eggs which develop into male drones. This process is called parthenogenesis. Queen bee is capable of a remarkable biological feat. She can lay. तर मेल ग्यामेट बिना कसरी पोसिबल हुन्छ सर यो? हुन्छ केही एनिमलमा, तर अब फुल क्रोमोजोम हुँदैन, हाफ क्रोमोजोममा काम चलाउँछ। अनि कतिखेर हुन्छ यो सर? अब जो अन्डाले स्पर्म पाएन त्यो अन्डाबाट अन्डा चाहिँ डेभलप हुनु पर्यो, तर अन्डा चाहिँ चाहियो। सबै एनिमलमा हुँदैन, धमिरा, कमिला, बारुला, मौरी हो यस्तोमा हुन्छ। ल आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसन, ल यो पनि सक्दिहालौँ। आर्टिफिसियल भनेको चाहिँ मान्छेले गर्ने। Artificial vegetative propagation is the process of producing new plants from vegetative part भनेको root, stem or leaves of a parent plant using human methods rather than seeds. मान्छेले कन्ट्रोल गरेर हुने भेजिटेटिभ प्रोपागेसनलाई भन्छ आर्टिफिसियल। नम्बर 1 कटिङ, सबभन्दा सिम्पल, गुलाबको हाँगा काट्ने, माटोमा रोपिदिने, भयो नयाँ प्लान्ट भने त्यो कटिङबाट भयो। Cutting is a method of artificial vegetative propagation in which a part of plant, usually stem, root or leaf, is cut from the parent plant and planted under suitable conditions. The cutting develops new root and shoots and grow into new plant. Examples are rose, hibiscus, hibiscus भनेको यही अहिले देखाइरहेको फुल, घन्टी फुल पनि भन्छ नेपालीमा, सुगर केन, उखु, यिनीहरू। ल यसको हेरिहालौँ। To propagate your hibiscus, take a sharp cutting just below the leaf node. Simple Remove the cutting lower गरौँ, leaves. रोपिदियो। To propagate your hibiscus, take a sharp cutting just below the leaf node. Remove the lower leaves. Dipple. To propagate your hibiscus, take a sharp cutting just below the leaf node. Remove the lower leaves. यो Dipple. सबैभन्दा सिम्पल फर्म। अब अर्को छ सेकेन्डमा लेयरिङ। लेयरिङमा चाहिँ के हुन्छ भने एउटा छ सिम्पल लेयरिङ। सिम्पल लेयरिङमा हुन्छ लो ब्रान्च इज बेन्ड डाउन एन्ड पोर्सन अफ इट इज कभर्ड विथ मोइस्ट सोइल। जसको नरम लचिलो हाँगाहरू छ, त्यो हाँगालाई बेन्ड गर्ने जमिनमा टच गरेर माटोले पुर्दिने, अनि त्यहाँ जरा हाल्छ केही समयपछि, अनि जराभन्दा अघिल्लो भागमा काटेर नयाँ प्लान्ट रोप्ने, त्यसलाई भन्छ सिम्पल लेयरिङ। अब जस्मिन, बेगनभिली, यो अहिले जुन देखाएको छ यही हो बेगनभिली, जसलाई हामी कागते फुल भन्छौँ नेपालीमा, अरू ठाउँ अनुसारको नाम होला। गेटमा लगाइन्छ, गेट सजाउन गेट फुल पनि भनिन्छ। जस्मिन भनेको चमेली,
हाँगालाई नुहाएर बटारेर जमिनमा टच गराएर जरा उम्रेपछि माटोको कन्ट्याक्टमा आएपछि त्यो टुप्पोले जरा हाल्छ अनि जरा काटेर सकिएको छैन जरा काटेर अनि रोप्ने Choose a flexible stem. तर यो भिडियोमा Make a ठिक shallow देखाएको छैन cut. Pin it down. Cover it with soil. यो सिम्पल लेयरिङको Choose यो a मिल्दैन flexible भिडियो stem. यसलाई छोड्दिउँ अब अर्को छ एयर लेयरिङ एयर लेयरिङमा चाहिँ बोक्रा तास्ने त्यहाँ माटोले पुर्ने छोप्ने अनि जरा हालेपछि काटेर रोप्ने यो चाहिँ एयर लेयरिङ भन्छ यसलाई एयर लेयरिङ इज अ मेथड अफ artificial vegetative propagation in which roots are induced to develop on a branch while the branch is still attached to parent plant. After roots develop, the branch is cut off and planted separately. Examples: guava, lemon, lychee, pomegranate, and rose can be propagated by air layering. यसको एडभान्टेजहरु के छ भन्दा एयर लेयरिङ इज युजफुल फर प्रोपागेटिङ प्लान्ट्स हुज ब्रान्चेस डु नट रूट इजिली फ्रम अर्डिनरी कटिङ सिम्पल कटिङबाट काटेर रोप्दा जसको जरा पलाउँदैन त्यस्तो प्लान्टलाई जरा निकालेर रोप्न काम दिन्छ अरे यसको भिडियो हेरौं First, make 2 cuts to ring the bark. Peel it off to reveal the wood. Scrape the cambium layer clean. Now, apply moist sphagnum moss. Wrap it tightly with plastic to keep the moisture in. First, make 2 cuts to ring the bark. Peel it off to reveal the wood. Scrape the cambium layer clean. Now, apply moist sphagnum moss. Wrap it tightly with plastic to keep the moisture in. First, make 2 cuts to ring the bark. Peel it off to reveal the wood. Scrape the cambium layer clean. Now, apply moist sphagnum moss. Wrap it tightly with plastic to keep the moisture in. First, make 2 cuts to ring the bark. यसो गरेपछि जरा हाल्छ यो अम्बकको बोटमा देखाउँदैछ यसरी बोक्रा तासेर माटो भरेर माटो अथवा काठको धुलो र माटो मिसाएर प्लास्टिकले प्याक गरेर जरा निकाल्ने प्रोसेस एयर लेयरिङ अर्को छ ग्राफ्टिङ अब ग्राफ्टिङमा चाहिँ एउटा प्लान्टको फेद अर्को प्लान्टको टुप्पो जोडेर गरिने यो अलि एडभान्स मेथड हो जसको हेल्दी रुट छ त्यसको रुट लिन्छ त्यसलाई स्टक भनिन्छ अनि जसको चाहिँ फूल अथवा फल राम्रो फुल्छ अथवा फल मिठो लाग्छ त्यसको टुप्पो लिन्छ जसलाई साइन भनिन्छ टुप्पोलाई साइन फेदलाई स्टक भनिन्छ ग्राफ्टिङ इज अ मेथड अफ आर्टिफिशियल भेजिटेटिभ प्रोपागेसन in which a stem piece scion of one plant is joined to the root system stalk of another plant so that they grow together as a single plant. Examples: mango, apple, citrus भनेको अमिलो फलफुलहरू कागती ज्यामिर निम्बु guava and rose can be propagated by this method or grafting. अब यसको एडभान्टेजहरु छन् यो चाहिँ एक्जाममा पनि आउँछ यसमा सर दुई अलग अलग टाइपको बिरुवालाई गर्न सकिन्छ सर सकिन्छ अलग प्रजातिको हुँदैन प्रजाति अलिकति मिल्नु पर्छ एउटै जातको फरक उपजात जस्तो मालदा आम र कलकत्ती आम भने जस्तो produces plant with desirable characteristic, combines useful properties of two plant, help propagate plant that are difficult to grow from cutting. Fruit bearing plant may produce fruits earlier than seed grown plant. Grafting का video फेरि कटिहाल्यो ल Start with a clean, angled cut on your rootstock. Cut a matching wedge on your scion wood. Align the green cambium layers perfectly. Wrap it tightly to seal out air and moisture. In a few weeks, it will grow. Start with a clean, angled cut on your rootstock. Cut a matching wedge on your scion wood.
Align the green cambium layers perfectly. Wrap it tightly to seal out air and moisture. In a few weeks, it will grow. Start with a clean, angled cut on your rootstock. Cut a matching wedge on your scion wood. Align the green cambium layers perfectly. Wrap it tightly to seal out air and moisture. In a few weeks, it will grow. Start with a clean... ल अब लास्ट छ टिस्यु कल्चर Tissue culture is a method of artificial vegetative propagation in which a small piece of plant tissue or cell is grown in a sterile nutrient medium. Sterile भनेको एकदम साफ सुथरा सबै प्रदूषणबाट आउट भएको क्लीन इन्भाइरोमेन्टमा यो हार्मोनहरु दिएर प्लान्टको एउटा सानो टुक्राबाट सयौं प्लान्ट निकाल्छ यो मेथडमा इन्डेन्जर्ड प्लान्टहरु लोप हुन लागेको प्लान्टहरुलाई संरक्षण गर्ने एउटा राम्रो मेथड हो यो under controlled condition to produce new plant. Examples are tissue culture is commonly used to produce banana, potato, sugarcane, orchids and many other ornamental plants. Advantages: produces large number of plants in short time. New plants are generally genetically identical to the parent plant. Can produce disease-free plant when suitable healthy material and procedures are used. Requires relatively little space. Useful for propagating plants that are difficult to reproduce by conventional method. अब टिस्यु कल्चर को डिटेल प्रोसेस देखाउन चाहिँ लामो भिडियो चाहिन्छ यहाँ यसो अलिकति क्लिप मात्रै छ पत्ता भागिहाल्छ यसमा सर अलिकति सेल मात्रै भए पनि हुन्छ सर हुन्छ सानो एउटा टुक्रा छ भने सयौंको संख्यामा प्लान्ट त्यसैबाट निक्लिन्छ बिरुवाहरू ल यो च्याप्टर सिद्धियो टाइम पनि सिद्धिन लाग्यो होला 8:10 भएछ